गोल्डन किवी फ्रुट स्याप्लिङ्स गोइङ टु बेटर डे बाई डे। यो गोल्डन किवी फलको बिरुवा हो र यो एकदमै गुणस्तरीयको छ। अहिले पनि यसरी यो सानैमा फुल्न लागेको छ। यसमा चिचिला लाग्छ। यो पोथी हो, मेल फिमेल हो, तर यसलाई हामीले हटाउनुपर्छ अनि मात्र यो बढेर 1-2 मिटरको हुन्छ। र अब यसरी तयार भइराखेको छ। यो सालको एकदमै राम्रो गरी भइरहेको छ किवी बस्तीमा। मौसम यहाँको अलि रेनी सिजन भइराखेको छ। राम्रोसँगले चाहिँ यता रुट स्टकहरू बगानहरू सबै भइरहेको छ, नर्सरीहरू सबै। अब रेड किवी फुल्न लाग्यो भने गोल्डन र ग्रिन चाहिँ फुल्न बाँकी छ। त्यसरी यहाँ चाहिँ अब रुट स्टक उम्रिँदैछ नेक्स्ट इयरको लागि। यसरी राम्रो गरी टनलमा हेर्न सक्नुहुन्छ। माथि चियाबारीभित्र भने यसरी गोल्डन किवी छ, टप वर्किङ गरेर। तलबाट चियाबारी, माथिबाट गोल्डन किवी असाध्यै राम्रो फल्छ। अलैँचीमा पनि हुन्छ, अरू बाली नालीमा नि। यता यसरी आलु सँगसँगै छ, पर अब यो गोल्डन किवी नै हो प्रायः गरी। रेड, गोल्डन, ग्रिन सबै छ।